What's up, mother, father and my brother sisters? स्वागत तपाईँलाई मेरो नयाँ ब्लगमा। सो आज चाहिँ म क्याटरिङ जाँदैछु, यही तमकको बाटो हुँदै हुँदैछु। आज काम चाहिँ गौरादामा रहेको छ भने म चाहिँ गौरादा पुगिसकेको छु यही गाडीमा। सो यताउता हेर्दाखेरि काम चाहिँ गौरादामै रहेछ ठ्याक्क होइन। अब म पनि त्यहाँभित्र जानुपर्ने हुन्छ अनि त्यहाँभित्र गएर यताउति काम गर्नुपर्ने हुन्छ, लाइक कुर्सी कभर हाल्ने, टेबल मिलाउने, यता त्यता गर्नुपर्ने हुन्छ होइन। अनि त्यस पछाडि केटाहरू के गर्दैछ भनेर यताउता गएको त केटाहरू पनि भट्टाभट्टै सलाद काट्दै रहेछ। आज चाहिँ गुन्यु रहेछ होइन। सो भित्र चाहिँ यस्तो डेकोरेसन गरिएको छ। यो चाहिँ प्यासेज भयो हाम्रो होइन। प्यासेजबाट टक्क राइट साइडमा चाहिँ स्टेज रहेको छ, टक्क फ्रन्ट साइडमा कुर्सी राखिदिएको छ। अनि यता रहेको छ खाना खाने ठाउँ। हामीले चाहिँ डाइनिङ टेबल यसरी नै सेट हानिदिउँ होइन, कस्तो लाग्यो तपाईँहरूलाई। सो आजको खानाको आइटम रहेको छ पुलाउ, पुरी, दाल, मटर पनिर, मिक्स भेजिटेबल्स, अचार, सलाद, करेला फ्राई, पकौडा, जेरी, यहाँ खोर्सानीको अचार, दही रसभरी, बुनिया। अनि त्यस पछाडि हामीसँग आज पानीपुरी पनि रहेको छ। टक्क भाइ र बुनले चाहिँ यहाँ पानीपुरी दिँदैछन् आज होइन। टक्क अनि फ्री भइसकेपछि भाइ र मैले यहाँनिर खाना खाइरहेको छौँ होइन। सो खाना खाइसकेपछि चाहिँ टक्क हामी डान्स हेर्न जानुपर्ने हुन्छ। सो त्यही भएर डान्स हेर्न गयौँ। दाइको बब्बाल डान्स होइन, एकदम खतरा डान्स गर्यो। त्यस पछाडि एकछिनमा बुनुले डान्स गरिन् है। बुनुले त आम्मामा आगो नै बालिन्थ्यो, आगो नै। त्यस पछाडि एकछिनमा अङ्कल आउनुभयो। यतिको उमेरमा यस्तो बबाल डान्स होइन, मैले त एक्सपेक्टै गरेको थिइनँ क्या। एकछिनमा बुनु पनि आउँछिन् होइन जोइन गर्नलाई। सो बुनु र अङ्कलको डान्स एकदम बबाल थियो। डान्स हेर्दा हेर्दै रात पनि परिसकेको थियो, घर पनि जानुपर्ने हुन्छ। अनि म चाहिँ पाडाजोगी तमक काकासे पुलको बाटो हुँदै टक्क क्याम्पसमा ओर्लिन्छु। क्याम्पसमा ओर्लिसकेपछि मेरो साथीहरूसँग भेट हुन्छ। सो म चाहिँ यहीँबाट अब एक्लै घर जानुपर्ने हुन्छ। सो भ्लगमा केही कमी कमजोरीहरू आयो भने माफ गरिदिनु होला। टिल देन टेक केयर, बाई बाई।